हेलो गाइज वेलकम टु माई न्यू मिनी ब्लग है। आज चाहिँ हामी कलेज जाँदैछौँ। म अञ्जली। हाम्रो चाहिँ 11 बजीको क्लास छ। सो आजको दिन चाहिँ यस्तो हावा चलिरहेछ, हिजो पनि यस्तै थियो होइन। अहिले चाहिँ हामी चाहिँ जाँदैछौँ। यहाँ तल पुगेर चाहिँ हाम्रो साथी सुधा पनि आउँदैछ, उसलाई चाहिँ एकछिन पर्खिनेवाला छौँ र ऊ आएपछि चाहिँ हामी सबैजना सँगै जान्छौँ कलेज। र अहिले भने चाहिँ सुधा पनि आइपुग्यो, हाम्रो साथी। हेर्नुहोस्, रोइना नि भेट्यो हामीले है, जसले चाहिँ अघिदेखि पर्खिरहेको थियो कि कल गरेको थियो। अन्त हामी चाहिँ सबैबाट चाहिँ कलेज जाँदैछौँ र अहिले तल फेरि सुस्पाहरूकोमा पनि हामी एकछिन निस्किनेवाला छौँ। सो हेर्दै गर्नुहोस् होला। अहिले भने चाहिँ हामी यहाँ सुषमाहरूको रुममा आइरहेको छौँ है। आज चाहिँ हामी अलिक छिट्टो रेडी भएछ, नत्र त हामी चाहिँ अलिक ढिलो हुन्थ्यो होइन। ऊ चाहिँ सुषमा हो, हाम्रो साथी। उसले चाहिँ खानै खाएको रहेन रहेछ, अहिलेसम्म भर्खर खाँदै रहेछ हौ। हामी चाहिँ यहाँ एकछिन बसेर सबैजना सँगै जान्छौँ। ऊ चाहिँ युडिया हो, मेरो साथी। हाम्रो साथी सुषमा र युडियाले चाहिँ पकौडा बनाएर हामीलाई राखिदिइरहेको रहेछ। वा, साथी भनेको चाहिँ यत्तिको हुनु पऱ्यो नि त है। उनीहरूले बिहान पकौडा बनाएको रे, अन्त हामीलाई राखिदिइरहेको रहेछ होइन। यति मिठो। अहिले चाहिँ भने कलेज आइपुग्यो। यो चाहिँ हाम्रो नाम्ची गभर्मेन्ट कलेज हो र अब चाहिँ सिधै क्लासमा जानुपर्छ, ढिलो भइसक्यो। यो चाहिँ हो हाम्रो क्लास है, इकोनोमिक डिपार्टमेन्टको। यहाँ स्टुडेन्टहरू चाहिँ अघि आएर बसिरहेको रहेछ नि त कि हामीलाई चाहिँ अलिक ढिलो भएको थियो, तर सर चाहिँ आउनु भएकै रहेन रहेछ। हामी बसिरहेको छौँ, अञ्जली, रोहिना सबैजना हो। र अब चाहिँ म चाहिँ यो क्लास भइसकेर चाहिँ तपाईँहरूलाई भेट्छु ल। अहिले चाहिँ भने हाम्रो क्लास सकिसकेको छ र अब चाहिँ हामी सिधै रुम जानेवाला छौँ। र यो चाहिँ हो मेरो साथी सृष्टि, जो चाहिँ जहिले फोनमै बिजी हुन्छ। अहिले चाहिँ हामी भने क्लास सकेर जाँदैछौँ रुम होइन। सुषमाको पनि क्लास सकेछ, त्यही कारण हामी सबै सँगै भएर चाहिँ सँगै भयौँ, अन्त चाहिँ सँगै जाँदैछौँ नि त रुम कि। हाम्रो बाटो भने चाहिँ यति उकालो छ कि यसरी नै यसरी जानु चाहिँ यति साह्रो पर्छ। अघि आउनु त सजिलै भयो, ओह्रालै हो। अहिले जानु चाहिँ यस्तो साह्रो पर्छ कि गाइस, के भन्नु। लु कसलाई भनेको यो गीत गाएर चाहिँ हाम्रो ट्यालेन्टेड साथीहरू, ट्यालेन्टेड साथी। म चाहिँ अहिले यहाँ रुमको माथि आइरहेको छु। रोहिना र अञ्जली चाहिँ आज घुरपिसे जाँदैछ। अञ्जली चाहिँ रोहिनाकोमा जाँदैछ नि त कि। म चाहिँ यहाँ दोकान जानुपर्ने छ स्याम्पो लिनुको लागि, स्याम्पो ल्याएर नुहाउनु पर्ने छ, त्यही भएर चाहिँ म चाहिँ दोकान जाँदैछु। अन्त चाहिँ र अहिले चाहिँ म फ्रेस भएर चाहिँ मैले चिनीको चिया बनाएँ होइन। चिनीको चिया नखाइ चाहिँ मलाई चाहिँ शान्ति मिल्दैन हो। र यति भन्दै मेरो यो आजको छोटो मिनी ब्लगलाई यहाँ एन्ड गर्न चाहन्छु। बाई बाई।